राजाको पालामा नुन किन्नकै लागि तिब्बतसम्म पुग्नु पर्थ्यो अरे। अहिले त्यही नुन तेल जुटाउनको लागि अरबका देशहरूमा र विभिन्न संसारका मुलुकहरूमा नपुगी हुँदैन। तिब्बतमा व्यापार गर्न गएका नेपाली व्यापारीहरूको ज्यान धनको सुरक्षाको जिम्मा त्यतिखेरको सरकारले लिएको उदाहरणहरू पाइन्छ। अहिले विदेशभरि गएको नेपालीहरूको सुरक्षामा सरकारले ध्यान दिएको छ। त्यतिखेरको एउटा उदाहरण हो, तिब्बतमा नेपाली व्यापारीहरू लुटिएपछि तत्काल नेपाल सरकारले तिब्बतलाई चेतावनी दिएको थियो, जरिवाना सहित रकम फिर्ता गर्ने भए गर, होइन भने हामी युद्ध गर्नको लागि आउँछौँ भनेर। उनीहरूले 5 लाख भन्दा बढी नदिने भएपछि नेपाल सरकारले टुँडीखेलमा आफ्नो सेना उतारेको थियो र हिमाली टोपी र बख्खु लगाएर परेड खेलाएको थियो। त्यो कुरा तिब्बतको मान्छेलाई पाहुना बनाएर ल्याएर देखाएको थियो र भनेको थियो, यदि मान्दैनौ भनेदेखि यो सेना तिमीहरूको देशमा छिर्छ भनेर। त्यही बेलादेखि टुँडीखेलमा सेना अहिले परेड खेल्छ नि, त्यतिखेरैदेखिको चलन हो अरे। तिब्बतले त्यतिखेर